यहाँ हेर्नुस् है, यहाँ चाहिँ के बनाएको छ। यहाँ चाहिँ फाइनली 12 वर्षपछि चाहिँ म नरायनीको छेउमा आएको छु होइन। नरायनीको भ्यू के छ कस्तो छ म तपाईहरुलाई देखाउने छु होइन। 12 वर्षपछि के चेन्ज भयो छ, तर धेरै कुरा यहाँ चेन्ज भइसकेको छ होइन। म आफै आउँदाखेरि चिन्न एकदम गाह्रो भयो। अब यहाँबाट चाहिँ बोटको टिकट हामी लिँदैछौँ होइन। तपाईहरु आउनुहुन्छ भने बोटमा एकचोटि चढ्नु होला र कति प्राइस हो म बताउँछु। यहाँ तपाईँ घोडा चेतकमा पनि चढ्न सक्नुहुन्छ, त्यसको नि प्राइस के छ म बताउने छु। फुल भिडियो वाच गर्नु होला र एकचोटि नरायनीको छेउमा आउनु होला। अनि यहाँबाट हेर्नु तपाईको चाहिँ त्यो ठुलो जुन पहाडको माथि घर देख्नु भएको छ, त्यो चाहिँ कालिका मन्दिरको छेउमा एउटा ठुलो 5 स्टार त हैन, तर एउटा होटल चाहिँ ठुलो होटल बनाइएको छ र यस्तो छ केही भ्यूहरु हैन। ल हेर्नु, वेलकम। र हामी यहाँ चाहिँ S20 अल्ट्राबाट चाहिँ जुम गर्न कोसिस गरिरहेका छौं, तर लाइटले गर्दा केही देखेन। फाइनली भाई लोग टिकट हम लोग ले लिया, एक आदमी का 250। ठीक है, हम लोग थे 5 आदमी, तो 5 आदमी जो है 50 रुपये डिस्काउंट किया। अभी उधर जाना बाकी ये है। जॉकेट लगाउनु पर्छ है। हामी चाहिँ नरायनीको छेउमा चाहिँ यसो बोटमा चाहिँ सबै फ्यामिली आएका छौँ। यहाँ सबै फ्यामिली चाहिँ बोटमा नरायनीको छेउमा रमाइलो गर्दै। बोटमा त हावा एकदम बेसरी लागिराखेको छ हैन। बोट एकदम स्पिडमा छ। तपाई हेरिराख्नु भयो, यो झण्डा कति फर आइरहेछ। यति स्पिड छ कि बोट चाहिँ सबैजना सेल्फीमा मस्त छन्। र यो बोटको फाइनली 12 वर्षपछि चाहिँ म नरायनीको छेउमा आएको छु होइन। नरायनीको भ्यू के छ कस्तो छ म तपाईहरुलाई देखाउने छु होइन। 12 वर्षपछि के चेन्ज भयो छ, तर धेरै कुरा यहाँ चेन्ज भइसकेको छ होइन। म आफै आउँदाखेरि चिन्न एकदम गाह्रो भयो। अहिले यहाँ पछाडि तपाईहरु भ्यू हेरिराख्नु भयो र बाइकी म देखाउने छु, बोट पनि गर्ने छु, सबै देखाउने छु। फुल भिडियो वाच गर्नु होला, भिडियो आजको राम्रो हुनेछ। र पहिला जाम यहाँ तपाईको चाहिँ बोटमा पनि अब घुमिसक्यो र बोट चढेको चाहिँ एक जनाको 250, अथवा तपाई घोडा अथवा चेतक कुरा एउटा यो हर्स चढ्नुस्, त्यसको पनि त्यति नै प्राइस हो। र यहाँ बुद्धको मन्दिर छ तपाईको चाहिँ दुईटा पेड हेर्नु भयो, त्यहाँ चाहिँ मान्छेहरु मजाले बसिरहन्। र जाम त्यहाँ नजिक गएर देखाउँछु। आइसक्रिमहरु सबै थोक पाउनुहुन्छ तपाई यहाँ। यहाँबाट हेर्नुस् तपाईको बुद्धको मन्दिर। यो तपाईको जुन बुद्धको जुन स्ट्याचु बनेको छ नि, पहिला यहाँ चाहिँ नारायणीको पुल यहाँ बन्नेवाला थियो र यो ठाउँमा चाहिँ बन्न पाएन, के कारणले बनेन। अनि पछि चाहिँ उता सारेया र ठ्याक्कै त्यही पिलरमा तपाईको बुद्धको मूर्ति राखिदिएछ। यहाँ एउटा सेल्फी लिइरहेछु म। यहाँ पनि एउटा बुद्धको पिक्चर बनाएको रहेछ नरायणीको छेउमा। बाढी आउँदाखेरि सायद यो मूर्तिलाई हटाउँछ होला यहाँबाट। यस्तो किसिमको भ्यू छ। ल हेर्नुस्, यस्तो छ। ल फाइनली तपाईहरुलाई चाहिँ नरायनी छेउको किनारको सबै भ्यू देखाइसक्यो। लगभग अब सिधिसक्यो, यति नै। तर एकदम भिडभाड छ हैन, मान्छेहरु धेरै आइराछन्, इन्जोय गरिराछन्। अब यो भिडियोले म यही इन्ड गर्छु। तपाईहरु मेरो च्यानललाई लाइक र सब्स्क्राइब गरेर सपोर्ट गर्दिनु। र एउटा कुरा यहाँ हेर्नुस् है, यहाँ चाहिँ के बनाएको छ। यहाँ चाहिँ केही फुवारा बनाएको थियो, तर चाहिँ यहाँ चाहिँ फुवारा चला हैन। ल तपाईहरु मेरो च्यानललाई लाइक र सब्स्क्राइब गरेर सपोर्ट गरिदिनु होला। फेरि भेट्नु छु तपाईहरुसित नयाँ भिडियोमा जब सबै पाए सके। यहाँ बुढाहरु